नेतृत्व फेरिन साथ समस्या आएको होइन, समस्या आएको जस्तो देखिएको एक, अनि मौसमको कारणले हुने जुन समस्या छ त्योसँग बढी संवेदनशीलता दुई। भनेको अलिकति मौसम शान्त भएको बेलामा समस्या पनि आएको छैन र मौसम अलि बिग्रेको बेलामा समस्या आएको छ। त्यो मौसमी रेकर्ड छ। पोहोर साल 80 को चैत वैशाखमा यस्तै समस्याहरू पटक पटक धेरै ठाउँमा आयो भनेर कमिटी गठन भएको छ। त्यो पत्र पनि यहाँ कतै हुन सक्छ, चेक गर्नुभयो भने कमिटी गठन भएको छ। पोहोर पनि यस्तै धेरै पटक प्रब्लम आयो भनेर त्यसलाई समाधान गर्नको लागि भने कमिटी गठन भएको छ। भन्नुको मतलब के भने पोहोर पनि प्रब्लम आएको थियो यस्तै यही समयतिर चैत वैशाखमा चाहिँ कमिटी गठन भएको छ हैन। अहिले पनि समस्या छ। अब यो यही बेलामा सेन्सिटिभ हुनु भनेको चाहिँ मैले जुन भन्ने गर्छु नि, नयाँ दुलै आएको छ, नयाँ दुलैले के गर्छ कसो गर्छ भनेर हरेक कुरा चाहिँ त्यो सेन्सिटिभ हुने, त्यसले अब खोक्छ कि के गर्छ हैन, त्यो कुरा भए जस्तो अहिले देखिया छ। तर समय यही समयताका पोहोर पनि समस्या आएको। लोड सेडिङ अन्त्य भयो भन्ने दाबी अब झुट भएको। हजुर के हुनु? लोड सेडिङ अन्त्य भयो भन्ने दाबी थियो नि एउटा, त्यो अब झुट भएको, झुट साबित भएको हो। लोड सेडिङ कहाँ सुरु भयो र? लोड सेडिङ बरु उद्योग धन्दामा जुन लोड सेडिङ थियो नि त केही समय चाहिँ, त्यो उद्योग धन्दालाई चाहिँ अब हामी भारतबाट ल्याएर पनि र महँगोमा बिजुली किनेर पनि 10 रुपियाँ भारूमा म्याक्सिमम त्यही हो, त्यतिमा जति पाइन्छ त्यति किन्ने भनेर मैले निर्देशन दिएको छु। कहीँ घाटा लाग्छ भनेर हामी रोक्न पाउँदैनौँ, किनभने सरकारी अङ्ग हौँ, नाफा हाम्रो उद्देश्य होइन। पाए खाने, नपाए चाहिँ उद्देश्य त्यो नाफाकै भयो, त्यसले पुगेन भन्नु पर्यो। र एउटा के देखियो भने सिस्टम अटोमेसनमा हुन त प्रोजेक्टहरू हामीले बढाइरहेका छौँ। सिस्टम सबस्टेसन अटोमेसन सिस्टम भनेर त्यसमा गरिरहेका छौँ। त्यसमा प्रशस्त पैसा खर्च भएको छ एडिबीको ऋणसहित। तर त्योभन्दा थोरै पैसाले हाम्रो आन्तरिक स्रोतहरू परिचालन गरेर सबै सबस्टेसनहरू, देशभरिका सबस्टेसनहरूलाई अप टु डेट राखेर त्यो ब्याट्री सिस्टम, त्यहाँको रिले सिस्टम, तिनीहरूलाई हाम्रो इन्जिनियरहरूलाई अलि उहाँहरूलाई तालिम दिएर, अलि उहाँहरूलाई उत्साहित बनाएर त्यो चिजमा घोटिएर लाग्ने, एकहोरो लाग्ने र लाग्दा पनि केही फरक पर्दैन, पछाडि अर्कोसँगैको इन्जिनियर हाकिम भएर जानुभन्दा म तल पछाडि परिन भन्ने हुनु पर्यो उहाँहरूलाई। अनि सबै हाकिम हुन जानेतिर लाग्नु भएन। त्यस्ता एकदमै मेरो आफ्नै अनुभवले म भन्छु, त्यसरी काम नगर्दा पनि उसलाई चाहिँ आफूलाई चित्त बुझोस्, त्यसरी त्यस्तो वातावरण बनाएर आफै गरौँ भन्ने लगाउने हो भने थोरै पैसाले पनि त्यो सबै कन्ट्रोल प्रोटेक्सन रिले सिस्टमहरू